नमस्ते सेवारो। आज चाहिँ अलिकति भिन्न। हामी चाहिँ विशेष गरेर मेरो माइलो चाहिँ भाइ जर्मनीदेखि युके हिजो भतिजीको चारकलम शुभ चारकलम पार्टीको लागि आएको थियो। अनि आज चाहिँ मैले घरमा ल्याएर यसलाई चाहिँ चखाउने विचार छ क्या। अब नहिँडेर भुँडी पुरा लागेको छ, अहिले म देखाउँछु। र चाहिँ माथि डाँडामा डुलाएर चाहिँ हिँडाएर चाहिँ अलिअलि फ्याक्सो सुकाउनु। ल त भाइ चाहिँ मेरो माइला भाइ पर छ। माइला खोइ हालो भन त्यहाँ जर्मनीमा हालो भन। हेलो म त जर्मनीमा के भन्छ अब हिँड्नु जाने भने? स्पाचियन। तपाईँहरूलाई स्वागत छ भन जर्मनीमा। Wir sind jetzt mit meinem Bruder unterwegs mit Berg spazieren. Yeah. So it's in Germany. के भन्यो जर्मनीमा के भन्यो? मैले चाहिँ बाबु म चाहिँ मेरो दाइसँग चाहिँ हिँड्नु जाँदैछु, पहाड चढ्नु जाँदैछु भनेर भनेको है। सो मैले निकै च्यालेन्जिङ भनेको सक्छु भनेको छैन। यो खास यसलाई अलिअलि घटाउने विचार गरेको। मेरो पनि छ, तर मेरोभन्दा अलिक ठुलो छ क्या। दाजुको जत्रो बनाउनु पऱ्यो भनेर हो। ओके लेट्स गो ल। सो आजको हाम्रो पदयात्रा सुरु भयो। घरदेखि निक्लियो अब हामी। सो या लेट्स सी। So before our hiking today, we have decided to have light lunch because it's 2 o'clock already. So, and then we will make our way to uphill. So yeah, my brother Jainaran is all the way from Germany. So let's make cheers. के भन्छ cheers लाई जर्मनीमा? जर्मनीमा cheers भन्दा के भन्छ? Prost. 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 So yeah, हाम्रो चाहिँ यो च्यारिटन भन्छ। अनि यो च्यारिटनको हाम्रो हिमालयन स्मल नेपाली रेस्टुरेन्ट छ। सो आज हामी लाइट लन्चको रूपमा चाहिँ के खान्छौँ? चाउमिन, पोक चाउमिन खान्छौँ। त्यस पछाडि हामी हाम्रो सर्ट हाइकिङ मैले साथ। ल आयो पोक चाउमिन। माइला जर्मनीमा के भन्छ पोक चाउमिनलाई? हुन्छ यसको नाम हुँदैन नि है? छैन तर गिब्राड नुडल। के अरे? गिब्राड नुडल। ल लिउँ है त। ल सो माइला यो चाहिँ पुरानो भिक्टोरियन पालाको बिल्डिङहरू घरहरू क्या। हाउसिङ अलिक नयाँ चाहिँ अलिक फरक हुन्छ। यस्तो हुन्छ यहाँ चाहिँ। जर्मनी अलिक फरक छ नि होइन? जर्मनीको अलिक नयाँ घरहरू छ, किनभने त्यो सेकेन्ड वर्ल्ड वारमा सबै धेरै भत्किएको हुनाले। हाम्रो चाहिँ यो पुरानो घरहरू हेर्नु टन्नै छ नि होइन? यो लाइनै भिक्टोरियन टाइपको यो बिल्डिङ घरहरू यस्तै हुन्छ। यो चाहिँ लङ हाउस भने जस्तो नि, टेरेस भन्छ कि घरै घर हुन्छ। एउटा चाहिँ यो टेरेस भयो होइन? अनि अर्को चाहिँ सेमी डिट्याच भन्छ, दुईवटा घर जोडेको हुन्छ। अनि एउटा घर मात्रै भएको चाहिँ डिट्याच्ड। यो प्राइभेट हो। युकेमा यस वर्ष खरेडीले गर्यो। रुखपात मरेर हेर्नुहोस् त। यहाँनिर ठ्याक्क आगोको झिल्का पऱ्यो भने आगो लाग्छ। माइला जर्मनीमा कति खडेरी लाग्यो? जर्मनीमा खडेरी लाग्यो सुक्खा हो? यस्तै हो है? स्पेनमा त आगो लाग्यो दिएको थिएँ है। यस्तो छ चराहरू मजाले गर्छ नि यसमा। नेपालमा हुन्छ है? यो नेपालमा हुने वन
वनस्पति नै पऱ्यो त सिस्नु त हो अफकोर्स हुन्छ नै हो यहाँ सिस्नुहरू पनि छ सो हाम्रो गन्तव्य निकै टाढै छ अब हामी उकालो चढ्छौँ यहाँबाट हाम्रो अलिकति यो ट्र्याक छुट्छ अब यहाँ चाहिँ जर्मनीमा यस्तो हुन्छ नि है फुटपाथहरू हुन्छ नि तर आफूहरू त अब सिटीमा बस्ने मान्छे कति टाढो जानुपर्छ हौ यसरी हिँड्नुलाई है यो चाहिँ पालो पालो छिर्ने हो यसलाई चाहिँ यो चाहिँ खास क्याटलको लागि बनाएको के कन्स्ट्रक्सन यो सब हेर्नु त यो सिस्नु है युकेको सिस्नु तर त्यति नेपालको जस्तो मिल्छ नि खानु मिल्छ खान्छन् यो फुलेको राम्रो भन्छ झन् होइन तर नेपालको जस्तो राम्रो हुँदैन नि यहाँको चाहिँ यहाँको चाहिँ त्यो चिप्ले भेन्डी भन्छ नि त्यो मिसाउनुपर्छ माला निकै साह्रो पऱ्यो क्या ठिकै छ एकदम राम्रो छ धेरै पछाडि यसरी हिँडियो हो 3-4 वर्ष यो डाँडा हिँड्ने हो नेपालको ठ्याक्कै भन्नुपर्दा कुन डाँडासँग मिल्छ यो उकालो लु भन्नु त हाम्रो गाउँको दजेतिर जस्तो दजे डाँडा जस्तो थाम डाँडा जस्तो लाग्यो है त ल अब हामी यो उकालो चढ्छौँ अलिकति बल गर्छौँ यो चाहिँ क्यासल हिल भन्छ कि यहाँ चाहिँ हिस्टोरिकल डाँडा हो यो यहाँनिर एक चप्परी पनि खन्नु सकिँदैन एकदमै एक चप्परी पनि खन्नु सकिँदैन मिल्दैन त्यो यो चाहिँ पहिला नोर्मनहरू होइन र फ्रान्सतिरबाट यता आउँदाखेरि तरेर यो इङ्ग्लिस च्यानल तलेर सेटल गरेको प्रारम्भिक सेटल गरेको ठाउँ हो कि खरायो छ यहाँनिर प्रशस्ति फोक्स पनि छ यो सर्लक्कै ठाडो उकालो मैले अहिले चाहिँ मैला यो उकालोले चाहिँ फ्याक्सो सुकाउँछ नि अलिअलि फ्याक्सो सुकाउँछ है लु मुख हिँड लु हिँड बिस्तारो है ओके अब त्यो म्युनिकमा जर्मनीमा दिल्ली यस्तो हिँड्नु पाए त घट्थ्यो होला नि त्यो भुँडी होइन र आज दाइको पनिसमेन्टमा परेको छ माइला है उकालो चढाउँदैछु मैले एक चरण फोक्सटन यो च्यानल टुनलको भ्यू पनि देखियो यो माइलोलाई आज हिँडाउने क्रममा भाइलाई मेरो लोकल एरिया हाइकिङ ल्याएको दिँदैछ केही कुरा सोधौँ कति त मोटो भएर क्या सास निकै बढ्दो रहेछ माइलोको दाइ जति फिट छैन नि के गर्ने भाइहरू या यो बाटो उकालो यता बायाँ गयो पनि हुन्छ त्यो चाहिँ बाटो जाउँ कति केजी छ अरे आफू 96 केजी भाइ चाहिँ 96 केजी यहाँ दाइ चाहिँ 79 केजी म पनि मोटै हो मेरो उमा त तर जस भाइ धेरै मोटो अलि हाइट त छ उसको फेरि मेरोभन्दा भाइ पनि ल पुग्न आँट्यो है त्यो डाँडा अब त्यो एक स्टेप पछाडि अर्को एउटा सानो स्टेप आउँछ अनि पुगिन्छ यतापट्टि ल अब हामी चाहिँ पुग्न आँट्यो कि माथि डाँडा यहाँ हेलो भनौँ त हेलो जर्मनीमा हेलो कस्तो छ हो भनौँ Alles okay? Alles okay? Alles okay? Alles okay? Alles okay? Hello. We zien het. Ja, let's go. Eine Berg von Foxton. Bye bye. Bye bye. ल माइलालाई फर्स्ट खुड्किला चाहिँ आइपुग्यो यो चाहिँ क्यासल हिल के अरे यो ठाउँको नाम क्यासल हिल यो क्यासल हिल यो यहाँ हेर त यो डिफेन्सिभ तरिकाले बनाएको छ यो चाहिँ खाडल वरिपरि छ यो खाडल
अनि यहाँ माथि चाहिँ उनीहरूको गाउँ सानो बस्ती अनि यहाँ चाहिँ प्रोटेक्सन गरेर राखेको यो खाडल है शत्रुहरू चाहिँ छिर्नु नपाओस् भनेर यो खाडल खनेर माथि चाहिँ सेटल गरेर बसेको सानो गाउँ थिएछ पहिला अब वी आर टकिङ अबाउट 2000 इयर्स प्लस अगाडिको कुरा हो सो त्यस्तै छ अनि इन्ट्रेस्टिङ माइला ट्रेन पनि आयो च्यानल टुनल स्टार्ट्स फ्रम हियर सो यो चाहिँ च्यारिटन फोक्सटन भन्छ है फोक्सटनको यो च्यारिटन यो इन्ट्री पोइन्ट भयो अनि यहाँदेखि इन्ट्री भएको झन्डै 50 किलोमिटर अन्डरग्राउन्ड टनल गएर चाहिँ यो समुद्र छ यो इङ्ग्लिस च्यानल यो क्रस गरेर फ्रान्सको क्याले भन्ने ठाउँमा चाहिँ निस्कन्छ क्या सो झन्डै 25 मिनट लाग्छ यहाँदेखि हिमालय यहाँ काले डाइरेक्ट यहाँदेखि काले पुग्छ 25 मिनटमा 50 किलोमिटर हिँड्छ नि मजाले सो त्यस्तो छ सो अहिले ट्रेन त्यहाँनिर निक्ल्यो अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ नि माइला यो सबै यो क्यान्टको भूगर्भमा चाहिँ अथवा यो यसको बनावट चाहिँ भौगोलिक बनावट चाहिँ पहिलाको फोसलहरूको हड्डी क्या त्यसले बनिएको क्या चक मात्रै पाउँछ क्या यहाँनिर बल्ल पाउँदैन चक यो अहिले म देखाउँछु यो चक यसले बनेको हुन्छ क्या अनि यो चकले चाहिँ मजाले लेख्न सकिन्छ है यो चकले बनेको छ यो होल यो क्यान्ट एरिया जस्तै फोसल फ्युल भन्छ नि पेट्रोल ग्यासहरू बनाउँछ नि बनिन्छ नि त्यस्तै यो पनि फोसलहरूको हड्डीहरूले बनिएको भन्छ कि अनि यहाँको समुद्रमा गयो भने पनि बाल्न पाउँदैन अनि यो अब पहिला फोसलाइज भएको हड्डीहरूबाट टुक्रेको सानो सानो पेबल भन्छ त्यस्तो गिटीले भरिएको हुन्छ त्यो बालुवा चाहिँ बालुवा अरे सरी समुद्रको किनार अनि त्यसको माथि निक्लेपछि चाहिँ यस्तो चक पाउँछ खरीढुङ्गा या एक्ज्याक्टली या सबै खरीढुङ्गा यो सबै खरी सो आज छौँ हामी अहिले क्यासल हिल हाम्रो ब्युटिफुल टाउन फोक्सटनमा अवस्थित यो हिस्टोरिकल डाँडा हो र अस्ति मैले माइला यहाँ अलिकति नेपालको के भन्छ अरे परिस्थिति वस्तुस्थितिलाई मध्यनजर गर्दै यहाँबाट विदेशमा बसेर हामीले एउटा केही इन्फर्मेसन पनि त दिन सकिन्छ नि त होइन एडभाइस होइन अनि जस्तो धरानको लागि चाहिँ मैले अस्ति यहीँबाट एउटा एडभाइस बनाएको थिएँ कि धरानमा त्यो विराटनगरदेखि आएको हाइवे छ नि त्यो त बजारबाट छिराएर लान त सकिँदैन नि त बाटोको बिचभन्दा बाइपास सम्भवतः अध्ययन गरेर चाहिँ के अरे सम्भव भएको खण्डमा चाहिँ सेउतीको उकालो बाहिरबाट चाहिँ बजारलाई चाहिँ नछुवाइकन चाहिँ बनाउँदाखेरि त एकदम राम्रो नि सहरको लागि राम्रो त्यहाँको बासिन्दाहरूको लागि राम्रो सबैको लागि राम्रो त्यो चाहिँ बुद्धि पुऱ्याउनुपर्छ नेपालमा त्यो बाइपास गरिएको छ मैले अस्ति इक्जाम्पलमा चाहिँ पर भानुचोक चाहिँ त्यो परको ठुल्ठुलो घरहरू भएको त्यो एरिया मेन बजार हो नि त त्यहाँ यत्रो गाडी कुद्ने बाटो अनि डङ्गै छिराइदिँदा कस्तो हुन्छ होला नि स्थिति सो त्यो चाहिँ गर्नु हुँदैन सो हामीले बाहिरबाट दिने एडभाइसलाई पनि सुन्नुपर्छ फ्युचरमा हुने त त्यही नै हो नि त त्यसले गर्दाखेरि अब त्यसले बनाइसकेर गल्ती महसुस गर्नुभन्दा पहिला नै सचिएर बनाइयो भने त्यो चाहिँ अलिकति दूरगामी अलिकति राम्रो हुन्छ जस्तो लाग्छ होइन माइला जर्मनीमा के हुन्छ एकदम राम्रो एडभाइस भन्दा Das ist sehr gute Idee für Land und die Leute. So, jetzt, ich bin erst mal hier in Foxton, oben in den Bergen. Nähe von Bergen hier unten gibt es englische Kanal. Kanal von hier bis französische Calais, ungefähr 50 Kilometer. Von hier bis Calais mit Zug nur 25 Minuten. मैले त्यो त बुझेँ 25 मिनटमा पुगिन्छ
भनेको होइन ओके थ्याङ्क्स फर वाचिङ भन त Danke. हेरिदिएको Schon für धन्यवाद Schauen. Für alle. Vielen Dank. ल मुभ यो उकालो यो कुद्नुपर्छ यहाँ त फेरि यहाँ हिँड्नु पाइँदैन कुद्यो यहाँ माथि? पाँचजना कुद्यो माइलालाई आज मैले यसलाई टोर्चरै दिनुपर्नेछ क्या भुँडी हेर्नु त अनि आमा दाइको भन्दा राम 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 त्यो फेरि भन्नु हुँदैन फेरि है वेल डन स्याबास अब वेल डन अब दाइको पालो 1 2 3 Yeah. So 360 है दाजुभाइको हाइकिङ गर्ने क्रम चाहिँ जारी छ अनि यो खास माइलालाई यो प्रिपरेसन भयो कान्छोले फेरि मेरो भाइ चाहिँ कान्छा चाहिँ फेरि यो डोभरमा बस्छ अब यो 3 दिन पछाडि यो उता जाने हो उता गएपछि चाहिँ उसले चाहिँ त्यो डोभरदेखि हिँडेको समुद्रको त्यो कोस्टल एरिया हिँडेर आउने एकदम ब्युटिफुल छ सिनिक ब्युटी त्यो हिँड्दै त उसको घरदेखि मेरो घरसम्म हिँड्ने झन्डै 30 किलोमिटर जति पर्छ कि हो 30-35 किलोमिटर पर्छ दिनभरि हिँड्नुपर्छ मैला यो डाँडा देख्छ नि यो पछाडिको डाँडामा चाहिँ मैले यहीँ बसेर एउटा टिकटक बनाएको थिएँ अनि भाउजूले चाहिँ मलाई खेदेको थियो कि अनि त्यो टिकटक चाहिँ 3.6 मिलियनले हेरेको थियो त्यो चाहिँ त्यो ब्रा नलागेको भन्ने डाँडा त्यही हो मेरो टिकटकमा छ यही हो म त नेपालको छैन जर्मनमा के भन्छ त्यो DJ Spitze sieht aus wie damals war eine TikTok, meine Bruder hat gemacht, sieht aus wie eine Frau in diese Bra. Und wegen das hat mein Bruder hat einen Spaß gemacht und wegen dieser TikTok, mein Bruder hat ungefähr 3,5 Millionen view bekommen. फनी अङ्कल टिकटक Funny uncle. फनी अङ्कल या ल यस्तो छ है हामी दाजुभाइको हिँडाइ कन्टिन्यू छ हामी परबाट यस्तो ओह्रालो आउँछ त्यहाँबाट त्यो डाँडा चढ्छौँ अनि ओह्रालो झरेर फेरि यता ल्याउँछु ल माइला अब हिँड्दा फेरि यो वनस्पतिहरू पनि हेर्नुपर्छ कि लट्टलमै फलेको छ नि यसलाई के भन्छ एनी आइडिया तिमीले ऊ पनि गर्नु अलिकति चिमोटेर सुँग्नु पनि सक्छ यसलाई म मेरो त चिमोट थाहा पाउँदैन फोन त हो हेर्दाखेरि चाहिँ चिराइदियो जस्तो पनि देखिन्छ तर चिराइ त हो कि होइन 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 अरू भन्दा त चटनीमा हाम्रो चटनीमा युज हुन्छ ए त्यो के हो हाम्रो चटनीमा हामीले लगाइन्छ नि लिम्बूहरूले लिम्बूहरूको चटनीमा सिम्बिन भन्छ के भन्छ? सिम्बिन यो सिम्बिन यो डल्लै यार खेती गरेको जत्तिकै छ यो सबै सिम्बिन चिम्बिन हो? यो सबै चिम्बिन हो यो इङ्ग्लिसले खान्छ खाँदैन त इङ्ग्लिसहरूले खाँदैन नि यो सिम्बिन भन्ने हाम्रो चाहिँ चटनीमा एउटा के भने इन्ग्रेडियन्ट नै हो यो यो चिम्पिन हो यो चिम्पिन हो यो सुँग न है चिम्बिन है यस्तो पनि पो छ त आज हामी यहाँबाट लान्छ यहाँको वनस्पति खेती लाए बराबर भएछ यो त साँच्ची नै रोपे बराबर हो समथिङ यार यो त हामीले मैले टिपेर लाँदा हुन्छ नि भक्कु पहिला सासूहरूले यहाँदेखि नेपाल लगेको नि यहाँदेखि साह्रै फलेछ योपालि यस्तो रमाइलो छ होइन योपालि खेती उठाइसकेर यो जौ बाली उठाएको ठाउँ हो अनि योपालि यहाँ त जौ त्यति फलेन यार यो खरेडीले नि आउँछ बोर्ड थियो सो योपालि किसानहरूलाई पनि साह्रै परेको म चाहिँ यो डाँडामा आएर डान्स पनि गरिदिन्छु नि मैले यहाँ टिकटक बनाउने ठाउँ के मेरो डाँडामा ठ्याक्क उत्रेर उफ्रिने हो नाच्ने हो अनि अर्को गाडीको टनल चाहिँ यहाँ छ यहाँनिर हो
टनल चाहिँ यो गाडीको टनल हो तर ती सानो डाँडालाई मात्रै छेडेको छ यो गाडीको चौकी सिधी पर खाली नै हुन्छ जाँदैन यो ती चाहिँ डाँडा मात्रै छेड्ने हो त्यो हिस्टोरिकल डाँडा हो कि अघि मैले भने नि त त्यो भएर त्यसलाई काट्नु नमिलेको कारणले यिनीहरूले चाहिँ टनल छेडेर तर्काएको मात्रै हो त्यो लेट्स गो ओह्रालो झरिन्छ तेर्सो अलिकति तेर्सो तिरिरी यो नागी नै नागी हिँडिन्छ जङ्गली गुलाफ हो यो है ऐँस्यालु यी जङ्गली ऐँस्यालु हेर्नु त पाकेर कस्तो भएको चाहिँ मिठो पो छ त यो त पुरा पायो गुल्लेर छ पाकेछ त्यो डाँडाबाट यस्तो तिरी आएपछि हामी अर्को नेक्स्ट डाँडा छोड्दैछौँ यो अहिलेको जस्तो उकालो छैन माइला डोन्ट वरी यो ठ्याक्क नागी उकालो जाने हो त्यो टुनल छिर्यो नि त्यो टुनलको माथि हो कि यो चाहिँ त्यस्तो छ ठिक्क टुनलको माथि हो ब्युटिफुल फोक्सटन टाउन यता यस्तो छ ल माइला आयो सो हाम्रो रुट चाहिँ नि अब यहाँदेखि अलिक पर तेर्सो गइन्छ होइन त्यस पछाडि ठ्याक्क ओह्रालो झरिन्छ ओह्रालो झरेर यो मुनि छ नि